फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ यस भिडियोमा। दुबईबाट नयाँ डिमान्ड आएको छ। आज म तपाईहरुलाई यो भिडियो मार्फत सम्पूर्ण जानकारी दिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यहाँ रहेको छ युएई मा रोजगार, कम्पनीको नाम यहाँ रहेको छ, चालानी नम्बर यहाँ रहेको छ, लट नम्बर यहाँ, कामदारको पद रहेको छ, अर्डिनरी लेबरको लागि डिमान्ड आएको छ, माग पद संख्या 85 जना, पुरुषको डिमान्ड आएको छ, मासिक तलब 1000 एडी, नेपाली रु 38,580 रुपैयाँ। ओभरटाइमको सुविधा कम्पनीको नियमअनुसार प्रतिदिन काम गर्ने घण्टा 8 घण्टा, हप्तामा काम गर्ने 6 दिन, वार्षिक विधा कम्पनीको नियमअनुसार, खाना बस्ने सुविधा छ, करार अवधि 2 वर्ष रहेको छ। त्यसैगरी अर्को कम्पनीबाट पनि यहाँ आएको छ, चलानी नम्बर यहाँ, लट नम्बर यहाँ, सहर युएई रहेको छ, कामदारको पद मेल क्लिनर रहेको छ, 33 जना पुरुषको डिमान्ड रहेको छ, मेल क्लिनर। यसको मासिक तलब 900 एडी रहेको छ, 34,722 रुपैयाँ। कम्पनीको नियमअनुसारले ओभरटाइम दिन्छ। प्रतिदिन काम गर्ने घण्टा 8 घण्टा, हप्तामा काम गर्ने 6 दिन, वार्षिक विधा कम्पनीको नियमअनुसार, खाना सुविधा छ, बस्ने सुविधा छ, करार अवधि 2 वर्ष। फिमेल क्लिनरको पनि डिमान्ड रहेको छ, 66 जना फिमेल क्लिनरको डिमान्ड रहेको छ, तलब सेम रहेको छ। र सिक्युरिटी गार्डको पनि डिमान्ड रहेको छ। यहाँ हेर्नु 68 जना सिक्युरिटी गार्डको डिमान्ड रहेको छ, 1400 एडी। स्यालेरी कति रहेको छ? जम्मा 1400 एडी, नेपाली रु 54,012 रुपैयाँ। ओभरटाइमको सुविधा कम्पनीको नियमअनुसार, खाना बस्ने सुविधा सबै छ। र ओभरटाइम दिने कम्पनीको नियमअनुसार प्रतिदिन काम गर्ने घण्टा 8 घण्टा, हप्तामा काम गर्ने 6 दिन, वार्षिक विधा कम्पनीको नियमअनुसार, खाना बस्ने सुविधा छ, करार अवधि 2 वर्ष रहेको छ। अब अन्तर्वार्ता कहिले हुन्छ यहाँ तपाईहरु यहाँ हेर्नु। अन्तर्वार्ता मेन पावर कार्यालय काठमाडौँमा 2082 मङ्सिर 8 गते 24 नोभेम्बर 2025 मा हुनेछ। कुन मेन पावरमा यो डिमान्ड आएको छ? यहाँ रहेको छ। यहाँ रहेको छ मेन पावरको नाम शिखर इन्टरनेसनल मेन पावर सर्भिस प्राइभेट लिमिटेड यहाँ रहेको छ। यदि तपाईहरु अन्तर्वार्ता दिन जानुहुन्छ भने यो सम्पर्क नम्बर यहाँ तल दिएको छ, त्यो टेलिफोन नम्बरमा सम्पर्क गरेर जानु। ल त आजको लिए यति नै। तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु। कुनै पनि नयाँ डिमान्ड आउँछ भने म तपाईहरुलाई सबैभन्दा पहिला यही युट्युब च्यानल मार्फत जानकारी गराउँछु। आजको लिए यति नै। हस्त नमस्कार।